बाबु नानुले के बेचेको? के बेचेको? के बेचेको भन न। मैले चाहिँ माछा बेचेको। खै ल्याउ नि त मलाई। फेरि फेरि माछा लिलो भनेर भन्नु पर्यो नि। मलाई रेड कलरको, पिङ्क कलरको। किन नपाउने हो? ए ब्लू कलरको माछा पाउँछ? अरू के खै त मलाई रेड पनि चाहियो, येल्लो चाहियो। खै 1 किलो चाहियो। खै मलाई पोलिथिनमा हालेर दिनु पर्यो नि, त्यसो हातमा दिनुहुन्छ? त्यसरी होइन, खै ब्यागमा हालेर दिनुपर्छ नि। ब्यागमा हालेर दिनुपर्छ नि। कति हो? कति हो 1 किलोलाई? कति रुपियाँ किलो हो? 10 रुपियाँ? कति सस्तो हो? सस्तो रहेछ नि त माछा त। 10 रुपियाँ? ए मकै पनि हुन्छ? ए कति हो मकैलाई? कति हो मकैलाई? कति हो? एउटा मकैलाई कति हो? कति? कति? 20 रुपियाँ? ए 20 रुपियाँ हो। माछालाई 1 किलोलाई 10 रुपियाँ अनि उसलाई मकैलाई 20 रुपियाँ। अनि शिवजी बनेर तेस्रो आँखा बनाएर अनि माछा बेच्न हिँड्ने हो त? भगवानजी बनेर माछा बेच्ने हुन्छ त? खै त हर हर शम्भु भने खै त सुरुबाट। भुजगेन्द्र हारम अनि सदा बसन्त खै त हृदय रविन्द्र पनि भवानी खै त भनेको ल ल ल म लिन्छु नि। ल 20 रुपियाँ ल राख ल। ल फेरि भोलि के लिएर आउने? भोलि के लिएर आउने? अनि चाहिँ हरसम्म भन त। भोलि शिवरात्रि हो नि त होइन? शिवरात्रि होइन भोलि? अब चाहिँ हामी शिवरात्रि चाहिन्छ नि। ल हर हर शम्भु भन।